गोर्खाली सैनिकको इतिहास। प्रारम्भ। गोर्खाली सैनिकको उत्पत्ति गोर्खा राज्यबाट भएको हो, जुन पश्चिमी नेपालको एउटा सानो राज्यमाथि आधारित थियो। पृथ्वीनारायण शाहले गोर्खाली सेना प्रयोग गरेर सन् 1740 को दशकदेखि नेपाल एकीकरण सुरु गर्नुभयो। अन्तर्राष्ट्रिय मान्यता। सन् 1815-16 को अंग्रेज नेपाल युद्ध, गोर्खा युद्धमा गोर्खालीहरूको साहस देखेर ब्रिटिशहरूले उनीहरूलाई आफ्नो सेनामा भर्ती गर्न थाले। त्यसपछि सन् 1815 मा सुगौली सन्धिपछि गोर्खा भर्ती प्रणाली सुरु भयो। सन् गोर्खा सैनिकहरूको विशेषता। 1. साहस र दृढता। इट इज बेटर टु डाई देन टु बी अ कावर्ड। कायर बन्नुभन्दा मर्नु राम्रो भन्ने आदर्श। 2. खुकुरी प्रयोग। गोर्खा सैनिकहरूको प्रसिद्ध हतियार हो, जुन साहसको प्रतीक हो। 3. अनुशासन र निष्ठा। गोर्खा सैनिकहरू अत्यन्त अनुशासित र विश्वसनीय मानिन्छन्। 4. फौजी सेवा। ब्रिटिश आर्मी, भारतीय आर्मी, सिङ्गापुर पुलिस र ब्रुनाई सैनिक बलहरूमा समेत गोर्खा सैनिक कार्यरत छन्। प्रशंसा र सम्मान। गोर्खा सैनिकहरूलाई विश्वभर ब्रेवेस्ट अफ द ब्रेव अर्थात् साहसी मध्ये सबैभन्दा साहसी भन्ने मानिन्छ। उनीहरूकै कारण नेपाल र नेपालीहरूको छवि अन्तर्राष्ट्रिय स्तरमा गर्वका साथ उभिएको छ।